कतिचोटि यो हुन्छ तपाईँले ब्यालेन्सर अनि बडी ब्यालेन्सर पनि चेन्ज गर्नुभयो तर पनि अगाडिको 220 को जुन भाइजर थर्किने प्रब्लम हुन्छ त्यो सर्ट आउट हुँदैन है। एकचोटि हेर्न सक्नुहुन्छ हामीले कतलरको 220 को बडी ब्यालेन्सर सबै पहिला उहाँले चेन्ज गर्नुभएको छ तर पनि अगाडिको यो भाइजर थर्किने प्रब्लम सर्ट आउट भएन। त्यही भएर हामीले यो पुरै खोलेर यो एकचोटि हेर्न सक्नुहुन्छ यहाँको क्ल्याम्पहरू क्लिपहरू केही छैन, यो यस्तो छ हैन। यहाँ पनि एकचोटि हेर्न सक्नुहुन्छ यहाँको नटहरू भाँचेर भित्र गइसकेको छ। त्यही भएर तपाईँको भाइजर हल्ले समस्या छ 220 मा भने बडी ब्यालेन्सर अनि ब्यालेन्सर मात्र फेरेर प्रब्लम सर्ट आउट भइरहेको छैन, अझै पनि तपाईँको भाइजर थर्किरहेको छ भने एकचोटि यो अगाडिको पुरै यसरी भाइजरहरू खोलेर चेक गर्न लाउनु। यहाँको नटहरू भाँचेको हुनसक्छ, यसरी क्लिपै छैन यसमा। अनि अर्को कुरा तपाईँको हेडलाइटको है, यो चाहिँ हेडलाइट भयो, यो माथिको भयो, यो तलको भयो। यो दुवै हेडलाइटले कन्ट्रोल गर्नको लागि यहाँ स्क्रु दिएको हुन्छ। एकचोटि हेर्न सक्नुहुन्छ यो स्क्रु तपाईँको पुरानो भइसकेपछि खुकुलो हुँदै जान्छ अनि खुकुलो भइसकेपछि तपाईँको हेडलाइटबाट पनि आवाज आउँछ अलिकति, यो माथिबाट पनि तलबाट पनि आवाज आउँछ। त्यो अवस्थामा तपाईँले यो टाइट गर्नुपर्छ अनि यो टाइट गर्नुपर्छ अनि मजाले यहाँ पुरै यस्तो क्लिपहरू हालेर टाइट गरेर फिटिङ गरिदिन लागेको हामीले हैन। यसरी तपाईँको पनि भाइजर हल्लिने थर्किने समस्या छ भने लिएर आउन सक्नुहुन्छ हैन। दामी तरिकाले हामीले यो भाँचेको थियो, एकचोटि हेर्न सक्नुहुन्छ यो भाँचेको थियो, यो पनि हामीले वेल्डिङ गरेर लगाइसकेका छौँ। अरू पनि काम हुँदैछ दामी तरिकाले। तपाईँको भाइजर चार्जर 220 को थर्किने प्रब्लम छ भने लिएर आउन सक्नुहुन्छ है।